अलग सहजको भुलुङ्गाले स्वागत छ। यो सबजना सन्चै हुनुहुन्छ होला, म पनि एकदम ठिक छु। आज चाहिँ म दाइसँग छु। हेलो गाइज, के छ दाइ, सन्चै हुनुहुन्छ? ठिक छ भाइ। अनि आज हामी चाहिँ यता यसो तल बिचतिर जान लाग्छौँ होइन। पानी आएको छ, त्यही पनि केही छैन। हामी पानी अनि गाइजहरूलाई देखाउनु पर्यो नि त, हामी पनि घुम्नु। पानीको टाइममा कस्तो हुन्छ है। अब समुद्रमा वात्तै बढेको छ। अनि तपाईँ यताबाट आउनु न, यताबाट आएपछि मलाई राम्रो देखिन्छ तपाईँले होइन। समुद्रमा वात्तै बढेको छ। त्यो यसो हामी पनि नगएको पनि धेरै भयो। हामी नगएको, गाइजहरूलाई देखाउँ न भने होइन। त्यस्तै त गाइजहरू, हामी पनि जाँदैछौँ, तपाईँहरू पनि जानु हाम्रो साथसाथ होइन। भिडियो साथै हेरेर इन्जोय गर्नुहोस् गाइज होइन। यति राम्रा राम्रा अनि न्युजहरू देखाउँदैछौँ है। हेर्नुहोस्, चट्ट पारामा हेर्नु, आफ्नै बिन्दास पारामा हेर्नुहोस्। अहिले महसुस त्यस्तो भएर आयो पुरा है। गोवामा त गाइज नेपाल जस्तै सेम नेपाल हो गाइज। सेम नेपाल पानी हो चाहिँ धेरै पर्ने छ क्या यतातिर है। कमसेकम 5-7-8 दिन भयो यार, कन्टिन्यू पानी परेको होइन। रेगुलर पानी परेको छ गाइज। पानी परेको, खोला नालाहरू बगिरहेका छन्। अनि त्यस्तो एकछिन गाइज के गर्ने यार, अब त्यही भयो भने होइन। हामी यसो छुट्टीको दिनमा रुममा बसी बसी बोर होला क्या, त्यही भएर यसो साँझतिर कति रुममा बस्ने। अहिले चाहिँ मौसम चाहिँ मस्त गरेको छ क्या गाइज। एकदम दामी गरे है, बादल गरे है, पानी पनि परेको छैन। बारिसको मौसममै भन्ने गीत सुन्दै बस्ने जस्तो छ क्या गाइज। पानी आयो भने केही टेन्सन छैन। हाम्रो पास छाता छ होइन, छाता छ, छाता ओढ्ने हो टक्क। अनि हिँड्ने घुम्न त छोड्ने होइन क्या, चाहे पानी आओस् चाहे हावा ओरिआओस्, अनि घुम्ने हो यस्तो घुम्ने हो। काम घुम्ने हो के गर्ने गाइज। अब अहिले गोवामा छौँ, फ्युचरमा हामी गोवामा हुन्छौँ कि नै थाहा हुँदैन नि त। जस्तो गोवामा पुरै जहाँ पनि घुम्नुपर्छ गाइज। अब अहिले पानी पिरो भएको भए हामी नयाँ ठाउँमा जाने प्लानिङ थियो, यता पन्जिममा भन्ने जाने प्लानिङ थियो गाइज। पानी मौसमले साथ दिएन नि त, नजिकै जाऊँ भनेर। यहाँनिर चाहिँ यस्तो मार्केटहरू छ होइन। हामीले देखाउँछौँ गाइज, पन्जिमतिर जान्छौँ हामी, तपाईँहरूलाई देखाउँछौँ। अनि ठिक छ, यहाँको मार्केट पनि सानो अनि मिठो, सानो मिठो चट्ट पारामा होइन। अनि यसो यार मोमोसम्म खान जाने होला यार, होटेलतिर यसो भाइले खुवाउने होला यार होइन। अरे मोमोज त खान्छ नि भाइ यार, होटलमा कति खान्छ मोमोज। हामी मोमोज, होटेलको मोमो चाहिँ टेस्टी र अन्तको मोमोको टेस्टी अलगै हुन्छ नि त। हामीले मोमोज चाहिँ खाँदैनौँ है। मकै खाने, मकै चाहिँ खाने हो। तर मकै चाहिँ होइन, यहाँको मकै चाहिँ एकदम बवालकै होइन। यति राम्रो मकै त हाम्रो गाउँघरमा पनि नेपालमा त हुन्छ होला, तर हाम्रो घरमा चाहिँ मैले खाएन। यस्तो एकदम मुलो क्या, मिठो मिठो चिनी हाले जस्तो यार। उतातिर हाम्रो गाउँतिर पनि त्यति मिठो छैन हौ मोमो। छैन क्या, छैन यार। यहाँनिर यस्तो छ। यति डेन्जर गाई छ हेर्नुहोस्। म नेपालमा भइदिएको भए यसको मैले दुध खाएर म मोटिन्थेँ होला। हो, यहाँ दुध खान पाइँदैन, त्यही भएर के हेर्नु दुध खान नपाएर। गाईको दुध त लास्ट मिठो हुन्छ नि। मिठो हुन्छ बस्छ। यहाँ माथि देख्नुहुन्छ आकाशमा पुरा चिली उडिरहेको छ। यिनीहरूले के अरे ठुल्ठुलो माछा अरे होइन, माछा देख्यो भने टक्क पर्न जाने। अनि यो चाहिँ यो बस, टुरिस्टवाला बस चाहिँ हामी नेपाल जाने बेला यही बस रिजर्भ गरेर जाने हो कि यही बसमा जाने हो। अनि एउटा फोटो हालौँ न ल, फोटो सेल्फी। यस ल यहाँबाट आउँदैछ डेन्जर गएर आउँदैछ उताबाट। चलो भाइ, मकै कतै छ? मकै ल, मकै खाने हो हामीले चाहिँ। मकै खाने हो, तर दाँतमा कालो हुन्छ क्या यार भाइ। केही छैन यार। यो चाहिँ के को अफिस हो? यो चाहिँ अफिस हो खै, के को यो अफिस चाहिँ पार्किङ होला सायद। पार्किङ चार्जर यहाँ। यो चाहिँ पुरै वन जङ्गल, पुरै वन छ हो यहाँनिर यार। अहिलेको मौसम त मस्त छ हो गाइस। कस्तो छ एकदम यार, पर्फेक्ट छ मौसम चाहिँ। यस्तो मिठो मौसम गरिरहेको छ नि, कसम नि। आहा, सायद गर्लफ्रेन्ड भइदियो, गर्लफ्रेन्डले घुमाउँदै के ठिक छ। यहाँनिर चाहिँ पानीपुरी के भेलपुरी चटपटे। यो चाहिँ गोवाको चिनो, यो लड जानुपर्छ ल दाइ। ल शङ्ख चाहिँ लाउनु पर्छ है पण्डित भएपछि। अब सँगसँग पुग्ने काम लाग्छ के भाइ। तपाईँ त पण्डित हो, हामी त के गर्लफ्रेन्डको बिहामा पुग्ने अनि शङ्ख पुग्ने। एउटा गीत छ नि, के गीत रे त, एउटा गीत गाइदिनु न फेरि यार। अरे म सिङ्गर हो नि त यार। फेरि दाम त्यो छ यार, हिरा छ, हिरा पनि मिस्याउँछ यसमा। हिरा मिसा हुन्छ अनि लुजाने कि एउटा यार। किन भाइ, हिरा मिस्यो भने के छैन, के थाहा हामी अमिर हुन्छौँ कि धनी भन्छौँ कि हामी के थाहा है।
त्यहाँनिर धेरै जस्तो टगडा टगडा मूर्तिहरू आएको छ होइन कति राम्रो शङ्ख बच्चा कि नै भन्दा शङ्ख यो एकखेर लगेर विचार गर्नुपर्छ लगाइरह मैले यार मैले बजाइदिने अहिले बजाउनु त सोधेर? किनिहाल्नु एउटा सोधेर यार बजाल्नु पर्छ क्या हेर गाई छ मकै मिठो मिठो मकै खाने यार मकै चाहिँ यति यहाँनिर मिठो मौसम छ कि गाई छैन चल आन्टी आन्टी भुट्टा दे दो भुट्टा दो बना दो बना दो साँझ मकै खानुपर्ने हुन्छ भुट्टा बना दो भुट्टा देखो त्यो शङ्ख यहाँ चाहिँ यसरी पोलिन्छ मकैले चाहिँ मकै त कति ठुल्ठुला हो यार विकासी मकै हो क्या विकासी मकै त्यो हुन्छ मकै यहाँको यो मकै चाहिँ उहाँबाट आउँछ अरे कहाँदेखि आउँछ भनेपछि त ये कहाँ से नेपाल से लेके आते हैं नेपाल का मकै नेपाल का हेर गाइस हामी नेपालको मकै खाँदैछौँ नेपालको देखो नेपाल का मकै खा रहे हैं हम लोग अपने गांव का बहुत मिस करते हैं ना इसीलिए नेपाल का खा रहे हैं देखो देखो नेपाली मकै है तपाईँ हामीले चाहिँ मकै सबै खाएर पनि भ्याइसक्यो होइन यहाँनिर आइसकेको छ हामी र पानी रेन्छ कति छ मैले त सोचेको पनि थिएन हो यत्रो मान्छे आउँछ होला यहाँ भनेर यार है यत्रो मान्छे आउँछ भनेर सोचेको पनि छैन त मैले घन आउने छ छन आउने छ न्यानो मान्छेहरू है यो देख्न सक्नुहुन्छ पुरा होइन यो पहिला पानी यति छैन थियो अहिले चाहिँ यो बर्खा लाग्यो भएर पुरै होइन पानी कहाँ कहाँदेखि आउँछ होला यत्रो पानी बढेको छ पुरा हामी चाहिँ वहाँनिर जानुपर्छ टक्कै ढुङ्गा टुप्पामा जाँदैछ मैले हामी यहीँ माथि छौँ जानकले चाहिँ हालेको तल आइ पनि भइजाएको यहाँबाट यस्तरी जुम हानेर देखाउने हुन्थ्यो के हाल्ने फोन सानो पऱ्यो गाइस खासै जुममा राम्रो ल्याउँदैन होइन वा 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 भिड देख्न सक्नुहुन्छ यहाँदेखि तल भिड यहाँदेखि तल जानुपर्छ पानी पनि पुरै धमिलो छ यार एकदम पुरै धमिलो भयो पानी हमारे उड़ान ले जाना था यार आपने यार त उडा केही छैन नि भाइ हाम्रो गिनिज बुकमा नाम लेखिन्छ नि त अब उडाएर मान्छे मऱ्यो अरे भने नाम लेखिन्छ नि त अहिलेसम्म कसैले उडाएको छैन होइन अनि हामीले उडाए पनि त नाम लेखिन्छ पुरा गिनिज बुकमा नाम लेखिन्छ नि त यहाँ सबै आवाज खासै राम्रोसँग आएको छैन किनभने हावा धेरै लाग्यो नि त त्यही भएर अलि मधुरो आवाज आएको छ सरी राम्रो राम्रो दिदीहरू हुनुहुन्छ यता हेर्नुहोस् गाइड देखाइदिनुहोस् दिदीहरू होइन हाम्रा सबै दिदीहरू हुन् होइन दिदी बहिनी आमाभन्दा सानो बहिनी ठुलो दिदीहरू साना भने दिदीहरू बहिनीहरू आन्टीहरू हुन् होइन पम्म गएर यसो हेर्न पाऊँ न यार फाइनली गाइज म चाहिँ माथितिर आइसकेको छु यता डक्क होइन चुचुरोमा आएको छु म चुचुरोमा यहाँदेखि तल यस्तो छ यतापट्टि यस्तो छ होइन हजुर ड्रोन भेजाएको त्यस्तो दामी हुन्थ्यो कि हेर्ने यार माथितिर पुरा लेखहरू भयो ट्याक्क लाएर फोटो फोटो खिच्न पऱ्यो कि भाइ ल खिचौँ न यस्तो पानी आउने जस्तो गरिराखेर पनि मान्छेहरू होइन पुरै मान्छेहरू पुरै होइन हेर्न आँख्ने पानीनिर चाहिँ पानी परेको पानीले पानी परेको यति परेको होइन
क्या भिडियो किन्न भन्ने यार दुईवटा भिडियो भएर त्यहाँ गाइज होइन यसो हाम्रो नकुल दाइले चाहिँ मसाज गरेको यार झन् दुखाइदियो यार गाइज यार कम दुखाइदियो यार मसाज गरिदिन्छ भने चाहिँ मसाज ओभरै मसाज ओभरै मसाज गरिदिने छ अब हामी यहाँबाट उता गर्दा कसरी यो बाटो कसरी जाने यो बाटो देखाइदियो त अब जुत्ता लगाएको कसरी जाने गाइज जुत्ता त चोप्नै पऱ्यो यार साथीहरू हामीहरू चाहिँ टक्क तल बिचतिर पनि घुमेर अब हामी अर्को माथि चौरतिर गइहालौँ भनेर यसो आएको होइन चौरतिर पनि आएका छौँ यहाँ यस्तो छ होइन मौसम चाहिँ बब्बाल एकदम दामी सो रात परिरहेको छ यहाँ चाहिँ अहिले मधुरो मधुरो लाइट छ होइन त्यो भएर खासै राम्रो आउनु त आएको छैन त्यही पनि यसो देखाइदिइहालौँ भनेर होइन देख्नु सक्नुहुन्छ चट्ट गरामा अब हामी यहाँनिर फोटो खिच्छौँ होइन